हाम्रो बेथिति नेपाल सुधार च्यानलमा तपाईलाई स्वागत छ। अब 81 साल बितेर 82 साल लाग्यो। तपाईलाई 81 सालको शुभकामना दिनको लागि तपाईलाई स्वागत छ। तपाईहरुलाई धन्यवाद। तपाईहरुलाई पनि तपाईहरुको स्टाफ तपाईहरुका परिवारलाई अब 81 सालको मङ्गलमय शुभकामना गर्दछु। अब म खड्ग पौडेल अब सम्पूर्ण नातागोता मेरा इष्टमित्र नेपाली दाजुभाइ दिदीबहिनी स्वदेश वा विदेश सम्पूर्ण जुन नेपालीलाई मेरो मङ्गलमय 82 सालको मङ्गलमय घडीमा दिन बिताउनु होला, खुसी बिताउनु होला, भगवानले साथ दिलान् भनेर शुभकामना तपाईहरुलाई प्रदान गर्छु। विशेष रूपमा हामी सबैले पहिलो नेपाल हाम्रो देश हो। देशकी आमा रोएकी छन्, देश बर्बाद भएको छ। यसको सुधारको विषयमा र शान्तिको विषयमा भगवान पशुपतिनाथसँग प्रार्थना गर्दछु। अब आम नेपाली दाजुभाइ दिदीबहिनीहरूले बुझ्न पर्यो, यसलाई गहिराइसँग बुझ्न पर्यो। आज एउटा राजनीतिको न्यूमा कुराजनीति, कुसंस्कार, नराम्रा व्यक्तिहरूबाट तस नस ध्वस्त र हाल सत्तामा चलाउने ठेकदारहरूले पकड्ने, धगट्ने, धम्क्याउने, न बोलीको ठेगान छ, न कुनै किसिमका विकास छन्। अब विदेशमा जाने हाम्रा युवा युवती त्यत्तिकै रोइरहेका छन्, त्यत्तिकै अर्काको दास बनिरहेका छन्। सबै उनीहरूको रिमिट्यान्स खाएर यहाँ उनीहरूको नै घर परिवारलाई अझ कर भ्याट उठाएर हामी सम्पूर्ण नेपालीलाई एउटा दुखी गरिब बिजोग बनाएको छ। यसमा बहुत होशियार हुन पर्यो र अगाडि बढ्न पर्यो। अहिले हाल देशमा राष्ट्रवादी राजावादी भन्नेहरू हाम्रा संस्कृति, हाम्रा संस्कार, धर्म, सत्यतामा यदि हो भने यसलाई हामी सबैलाई राष्ट्रवादीलाई नेपालीलाई स्वागत गर्दछौँ। यी सबैलाई 81 सालको मेरो धेरै धेरै मङ्गलमय शुभकामना र तपाईहरुको कार्य अगाडि बढोस्। तपाईहरु हिम्मत नहार्नुहोस्। अब पहिलो नम्बर हामी रोडमा आएर नारा जुलुस प्रहरीको पिटाई खाएर मात्रै देश फर्किँदैन। एउटा अपराध गरेर आएका व्यक्तिहरू छ। अब अपराध गर्नेको कहिले पनि उसको दिमाग, हेर्ने दृष्टि सबै विहीन हुन्छ। त्यो व्यक्ति कहिल्यै सुतिँदैन। हामीले 46 सालबाट आज 81 सालसम्म भोग्यौं नि। के भयो त नेपाल? कुन हालतमा गयो नेपाल? के हुँदैछ नेपालमा? के भए नेपाली? कति सम्पन्न भए कि दुखी छन् कि गरिब छन्? अब ती कुराहरू, ती आउने सत्ता हेरफेर गठबन्धन, यो त एउटा अपराधीको गठबन्धन हो। सम्पूर्ण नेपाली दाजुभाइहरूले बुझ्नुहोस्। तपाईहरु हिम्मत नहार्नुहोस्। हाम्रा धेरै धेरै कहानी छन्। धेरै धेरै चाहिने पृथ्वीनारायण शाहदेखि लिएर राजा वीरेन्द्र
सम्म धेरै देशमा गर्ने व्यक्तित्वहरू राजा प्रजा धेरै छन्। राजाको बेला एउटा पब्लिक सूर्यबहादुर बेकुप त नभनौँ, मरिजमान श्रेष्ठ, यो श्रेष्ठ भन्ने जाति नेवार जातिहरूले सोच्नुहोस्, राजाको बेलामा कस्ता थिए मरिजमान हाम्रा प्रधानमन्त्री, कति निस्वार्थी थिए, के गरेनन् धेरैले थाहा पाउनु भएको छ। भर्खर यो 50-55 जन्म लिएका मान्छेहरूलाई त्यति थाहा छैन होला, तैपनि धेरै बुझ्या हुनुपर्छ, एउटा अनुभव गरे हुनुपर्छ। स्कुल पढ्नेले खालि इङ्ग्लिस मात्रै जानेर हुन्न, नेपालीबाट पनि बुझ्नुहोस्। नेपालको लागि सरी, हाम्रा संस्कार, संस्कृति, धर्म, हामी एउटा वीर गोर्खालीको नाममा तपाईँ हाम्रा पुर्खा राजाले यसरी विश्वमा परिचय गराएका छन्। ती आज कहाँ गए? त्यो नेपाली कहाँ गयो? आज त्यो नेपालीको इज्जत कता हरायो? यी कुराहरू सम्पूर्ण बुद्धिजीवी दाजुभाइ नेपालीहरूले बुझ्नलाई अति आवश्यक छ र अगाडि बढ्नलाई कुनै नहडबडाउनुहोस्। अब मैले अघि भनेको थिएँ, जुलुस नाराले हुँदैन। यी व्यक्ति जो सत्तामा छन्, हाम्रो हाल सत्ता चलाउने, चलाइराखेका, चलाउँदै आएका, यिनीहरूका जान परिवार स्वार्थ, देशका सीमा बेच्ने, नदीनाला बेच्ने, अब कता हो चियाबारी बेच्ने, सरकारी जग्गा हिनामिना गरेर खाने, मालपोत, अदालतमा के पढ्या हो? अदालतमा न्यायाधीश, वकिल भनेर कतिपय यही सत्ता चलाउने ठेकदारी भ्रष्टाचारहरूको दासहरू छ। पुलिस त्यस्तै भएको छ। पुलिस सङ्गठन कस्तो थियो राजाको बेलासम्म? यहाँ नेपालमा अनुसन्धान गर्ने मान्छे सायद एसिया कन्ट्रीमा, विश्वमा कमी नै थियो होला। विश्वले मानिआएको थियो नेपाल पुलिसलाई, प्रहरी। हिजो राजाको पालामा, वीरेन्द्र राजा पालामा एउटा इन्टरपोल, हाम्रा प्रहरी आइजी सुतलाई जेल हालेको छ, भरत कर्णेलाई जेल हालेको छ। वीरेन्द्र राजाले आफ्नो भाइलाई दरबारबाट, शाहवंशबाट खानदान हटाएर बाहिर लगाएको छ। त्यस्तो एउटा कारवाहीको रूपमा जानुपर्ने होइन। देश चलाउने, सत्ता चलाउने व्यक्ति त्यसरी अगाडि बढ्नुपर्ने होइन। अनि यो लोकतन्त्र, गणतन्त्र भने क्या हो? गणतन्त्र मार्क्सवादी, लेनिनवादी, माओको फोटो राखेर लुट्ने, देशलाई सक्ने, देशलाई अर्को विदेशीलाई बुझाउने, केपी ओली, पटचर्ने, देउपा लगायत त्यसका हाँगाबिगा, त्यसका स्वास्नी परिवार, इज्जत छैन, चेतना छैन। के हो? के हुनुपर्छ देश? अनि नेपाली किन डराउँछ? एउटा पुलिस, एउटा आर्मी त्यस्तै छ। यो दास भएको छ। पहिलो नम्बर त आर्मीले संविधानलाई माने तापनि देशको सुरक्षा गर्नुपर्ने होइन। यो संविधान बनाइ यहाँ हो भनेर खोक्ने भ्रष्टाचारीको विषयमा अगाडि बढ्नुपर्ने होइन। जनतालाई अस्ति तिनकुनेमा घेराबन्दी गरेर त्यो लडाकु ट्याङ्क स्याङ्क लिएर जाने एउटा, त्यो पनि धोता ट्याङ्कहरू विदेशीले दिए। शरम छैन नेपाल आर्मी भन्न? शरम मान्नुपर्छ। याद गर्ने, पुलिसमा पनि सबैजना बेकुफ नहोलान्, आर्मीमा पनि सबैजना बेकुफ नहोलान्। को छ त यो भ्रष्टाचारीको दास?
त्यसलाई आर्मीले कारबाही गर्नुपर्छ। पुलिस आइजी भ्रष्टाचारीकै दास हो भने यो ढङ्गबाट पब्लिकलाई हान्ने मार्ने गर्नु भएन। एउटा स्वतन्त्र रूपमा संविधान भन्ने, स्वतन्त्र भन्ने, लोकतन्त्र भन्ने, कसैको प्रोग्राम गर्न नदिने, सबै भिजिल्यान्टे एमाले पुलिस सिभिलमा भिजिल्यान्टे बनेर सबै बिथल्ने र गोली हान्ने, त्यो पत्रकारहरू मार्ने, यस्तो भइरहेछ। सबै थाहा छ। त्यो सबै डिटेली यहाँ कारबाही गर्ने मान्छे छैन। डिटेली जेल जान्छ। यो सत्ता चलाउने व्यक्तिहरू तुरुन्तै जेल जान्छ। यो किसिमको कुन देशमा छ? अरू देशमा अलिकति मगाइ भयो, जनता विरोध भयो भने राष्ट्रपतिले राजीनामा दिन्छ, प्रधानमन्त्रीले राजीनामा दिन्छ। सत्ता चुट हुन्छ त्यहाँ अर्को देशमा। धेरै देशमा हामीले हेरेका छौँ, बुझेका छौँ। यो कुरो नेपालले बुझ्ने, एउटा डिजल बनाउने पूर्व आधार योजना सफल हुने गरेर राष्ट्रवादलाई यही भनेर सम्पूर्णलाई एउटा आफ्नो कार्य कुशलता, घर परिवारलाई मङ्गलमय शुभकामना होस् भनेर मेरो दुई शब्द यी टुङ्ग्याउँछु। तपाईँहरूको यो मिडियामा सम्पूर्ण परिवारलाई धन्यवाद दिन्छु। नमस्कार।